आजको बिहान देखाउने भने भगवानप्रति धन्यवाद दिँदै आजको नयाँ भिडियोमा हजुरहरूलाई स्वागत छ। म बिहान उठेर नुहाएँ अनि झाडु पोछा लगाएँ, जल फेरेपछि तरकारीको लागि इस्कुसको मुन्टा टिपेको। हजुरहरूलाई मनपर्छ कि मन पर्दैन कमेन्ट गर्नु होला। अनि घाँस काट्न गएँ, घाँस काटेर आएर भर्खर सोरेर खाना खाइसकेपछि आज चाहिँ कोदो रोप्न हिँडेको। हामी चाहिँ कोदो रोपेर दिनमा खाजा खाइसकेपछि फेरि हामी चाहिँ कोदो रोप्दै गर्दा साँझ पर्ने बेलामा होइन पानी परेर कोदो पनि धान रोपे जस्तो भएको छ। अनि कोदो रोपिसकेपछि समय भइसकेपछि साथीहरू घर गए। दिदी र म चाहिँ घाँस काटेर जाने भनेर घाँस काट्न आएको। हेर्नु न कसरी पानी पर्यो। आज जिन्दगीमा मैले पहिलोचोटि प्लास्टिक गरेर रुखबाट घाँस झारेँ। घर आउँदा हेर्नु न रात परिसकेको थियो अनि घाँस हालेँ।